नमस्कार दर्शकबिन सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज मैले चाहिँ हजुरहरूलाई बेसाराहरू कति प्रकारको हुन्छ भनेर सम्पूर्ण जानकारी दिनेछु। भिडियो पुरा हेरेर साथ दिनुहोला। मैले हजुरहरूको लागि छोटो मिठो नयाँ भिडियो पस्किरहेको छु। यहाँ देख्न सक्नुहुन्छ, देखाउन आउनु होला क्यामेराम्यान। यहाँ मैले चाहिँ हजुरको लागि भिडियो बनाउनलाई मैले चाहिँ यहाँ 3-4 थरीको चाहिँ मैले बेसारहरू चाहिँ उपलब्ध गरेको छु हजुरहरूको लागि भनेर। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ ठुलो पिसवाला, यो भनेको चाहिँ जुनसुकै ठाउँमा पाइने कचुर बेसार। यहाँ यो चाहिँ एकदम सेतो खाले हुन्छ। काटेर देखाउँछु हजुरलाई, हेर्न सक्नुहुन्छ। यो चाहिँ भेराइटी 3 नम्बरमा पर्न जान्छ यो र हामीसँग जुनसुकै ठाउँमा पाइने सबै गाउँघरमा पाइने, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ यसलाई चाहिँ हामीले कालो हलेदो भने चाहिँ हामी चिन्न सक्छौँ। यो चाहिँ यस्तो टाइपको हुन्छ, जस्तै निलो, पहेँलो, हरियो कलरको 3 कलरको मिसिएको हुन्छ। यो भेराइटी 2 नम्बरमा पर्न जान्छ, हजुरहरूले देख्न सक्नुहुन्छ। र यो चाहिँ भने अब यो गाउँघरमा चाहिँ हातखुट्टाहरू भाँचिँदाखेरि अनि गानु गला चल्दा, त्यसपछि खानाको अपच हुँदाखेरि, खानाहरू गर्मी हुँदाखेरि खान मन नलाग्ने, त्यतिखेर चाहिँ यो खाइन्थ्यो। र यसलाई चाहिँ खाएर पनि कतिपय रोगहरू सन्चो हुन्छ। र फेरि पनि अर्को चिज देखाउनु गइरहेको छु हजुरलाई। यहाँ अर्को पनि एक थोक छ, जस्तै यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ भने एकदम स्पेसल कालो बेसार। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। यसलाई चाहिँ बिगार्न त्यति भएन। यहाँ देख्न सक्नुहुन्छ, यो रुटै फरक हुन्छ यसको जरा, यो हेर्न सक्नुहुन्छ। र यसको कलर पनि हेर्न सक्नुहुन्छ, कतिको म्याचुर छ भन्ने कुरो। म्याचुर छ, यत्तिकै पनि म्याचुर छ भने अब यसलाई चाहिँ मैले काटेर देखाउन गइरहेको छु। र यो चाहिँ भने क्यान्सरलाई पनि निर्मूल पार्ने भनेर चाहिँ युट्युबमा बताइएको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ लगभग चाहिँ 100% चाहिँ म्याचुर हुन लागिसकेको छ। यो चाहिँ अलिकति व्हाइट भएको कारण चाहिँ भनेको यो चाहिँ फ्रेस माल भएको भएर चाहिँ यस्तो देखिएको हो। अलिअलि सेतो र ब्लू कलर देखेको कारण चाहिँ फ्रेस भएको कारणले हो। यसलाई चाहिँ हामीले जस्तै 1 महिना स्टोर गरेर राख्यो भने चाहिँ यसको चाहिँ पानीको मात्राहरू सबै जान्छ। अनि त्यसपछि चाहिँ पुरै यसको जुन तत्त्व मात्रै हुन्छ पुरै निलो हुन्छ। र यो चाहिँ एकदम सुगन्धित हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, कति मिठो बास्ना छ, देख्न सक्नुहुन्छ। यदि हजुरहरूलाई यस्तो कालो बेसार देख्न सक्नुहुन्छ, कालो बेसार। अनि यहाँ देख्न सक्नुहुन्छ यो पहेँलो खाले, यो हलेदो बेसार हैन। त्यसपछि यो सेतो बेसार। त्यसपछि फेरि अर्को पनि हुन्छ 4 थरी, 4 नम्बरको पहेँलो भन्दा नि आँप कलरको बेसार हुन्छ। यिनीहरू चाहिँ हजुरहरूले अर्डर गर्न सक्नुहुन्छ। मोबाइल नम्बर रहेको छ 97 65 23 63 49 मा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। स्क्रिनमा चाहिँ नम्बर दिनेछु, स्क्रिनमा राखिदिनेछु। हजुरहरूले स्क्रिनमा चाहिँ हेरेर पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। बेसारहरू चाहिँ यति 3 थरीको चाहिँ मैले आज देखाएँ हजुरलाई। र 5 थरीसम्म हुन्छ बेसारहरू। 5 थरीसम्म हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो कालो बेसार युट्युब च्यानलमा गएर र सोम हर्बल युट्युब च्यानलमा गएर चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। र हजुरले यो कालो बेसार सम्बन्धी भिडियोहरू हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो यही समाप्त गर्न चाहन्छु।
फेरि नयाँ छोटो मिठो भिडियो लिएर आउने नै छु। हस्त नमस्ते, धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नु होला र बेल आइकन पनि दबाइदिनु होला भन्दै बिदा हुन चाहन्छु। नमस्कार दर्शकबिन, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज मैले चाहिँ हजुरहरूलाई बेसाराहरू कति प्रकारको हुन्छ भनेर सम्पूर्ण जानकारी दिनेछु। भिडियो पुरा हेरेर साथ दिनु होला। मैले हजुरहरूको लागि छोटो मिठो नयाँ भिडियो पस्किरहेको छु। यहाँ देख्न सक्नुहुन्छ, देखाउन आउनु होला क्यामेराम्यान। यहाँ मैले चाहिँ हजुरको लागि यहाँ भिडियो बनाउनलाई मैले चाहिँ यहाँ 3-4 थरीको चाहिँ मैले बेसारहरू चाहिँ उपलब्ध गरेको छु हजुरहरूको लागि भनेर। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ ठुलो पिसवाला, यो भनेको चाहिँ जुनसुकै ठाउँमा पाइने कचुर बेसार। यहाँ यो चाहिँ एकदम सेतो खाले हुन्छ। काटेर देखाउँछु हजुरलाई, हेर्न सक्नुहुन्छ। यो चाहिँ भेराइटी 3 नम्बरमा पर्न जान्छ यो र हामीसँग जुनसुकै ठाउँमा पाइने सबै गाउँघरमा पाइने, यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ यसलाई चाहिँ हामीले कालो हलेदो भने चाहिँ हामी चिन्न सक्छौँ। यो चाहिँ यस्तो टाइपको हुन्छ, जस्तै निलो, पहेँलो, हरियो कलरको 3 कलरको मिसिएको हुन्छ। यो भेराइटी 2 नम्बरमा पर्न जान्छ, हजुरहरूले देख्न सक्नुहुन्छ। र यो चाहिँ भने अब यो गाउँघरमा चाहिँ हातखुट्टाहरू भाँचिँदाखेरि अनि गानो गला चल्दा, त्यसपछि खानाको अपच हुँदाखेरि, खानाहरू गर्मी हुँदाखेरि खान मन नलाग्ने, त्यतिखेर चाहिँ यो खाइन्थ्यो। र यसलाई चाहिँ खाएर पनि कतिपय रोगहरू सन्चो हुन्छ। र फेरि पनि अर्को चिज देखाउनु गइरहेको छु हजुरलाई। यहाँ अर्को पनि एक थोक छ, जस्तै यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ भने एकदम स्पेसल कालो बेसार। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। यसलाई चाहिँ बिगार्न त्यति भएन। यहाँ देख्न सक्नुहुन्छ, यो रुटै फरक हुन्छ यसको। जरा यो हेर्न सक्नुहुन्छ र यसको कलर पनि हेर्न सक्नुहुन्छ कतिको म्याचुर छ भन्ने कुरो। म्याचुर छ, यत्तिकै पनि म्याचुर छ भने अब यसलाई चाहिँ मैले काटेर देखाउन गइरहेको छु। र यो चाहिँ भने क्यान्सरलाई पनि निर्मूल पार्ने भनेर चाहिँ युट्युबमा बताइएको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ लगभग चाहिँ 100% चाहिँ म्याचुर हुन लागिसकेको छ। यो चाहिँ अलिकति व्हाइट भएको कारण चाहिँ भनेको यो चाहिँ फ्रेस माल भएको भएर चाहिँ यस्तो देखिएको हो। अलिअलि सेतो र ब्लू कलर देखेको कारण चाहिँ फ्रेस भएको कारणले हो। यसलाई चाहिँ हामीले जस्तै 1 महिना स्टोर गरेर राख्यो भने चाहिँ यसको चाहिँ पानीको मात्राहरू सबै जान्छ। अनि त्यसपछि चाहिँ पुरै यसको जुन तत्त्व मात्रै हुन्छ पुरै निलो हुन्छ र यो चाहिँ एकदम सुगन्धित हुन्छ। यहाँ देख्न सक्नुहुन्छ कति मिठो बास्ना छ, देख्न सक्नुहुन्छ। यदि हजुरहरूलाई यस्तो कालो बेसार देख्न सक्नुहुन्छ, कालो बेसार। अनि यहाँ देख्न सक्नुहुन्छ यो पहेँलो खाले, यो हलेदो बेसार हैन। त्यसपछि यो सेतो बेसार। त्यसपछि फेरि अर्को पनि हुन्छ 4 थरी, 4 नम्बरको पहेँलो भन्दा नि आँप कलरको बेसार हुन्छ। यिनीहरू चाहिँ हजुरहरूले अर्डर गर्न सक्नुहुन्छ। मोबाइल नम्बर रहेको छ 97 65 23 63 49 मा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। स्क्रिनमा चाहिँ नम्बर दिनेछु, स्क्रिनमा राखिदिनेछु। हजुरहरूले स्क्रिनमा चाहिँ हेरेर पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। बेसारहरू चाहिँ यति 3 थरीको चाहिँ मैले आज देखाएँ हजुरलाई। र 5 थरीसम्म हुन्छ बेसारहरू। 5 थरीसम्म हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो कालो बेसार युट्युब च्यानलमा गएर
र सोम हर्बल युट्युब च्यानलमा गएर चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। र हजुरले यो कालो बेसार सम्बन्धी भिडियोहरू हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छु। फेरि नयाँ छोटो मिठो भिडियो लिएर आउने नै छु। हस्त नमस्ते, धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि दबाइदिनु होला भन्दै बिदा हुन चाहन्छु।